त सबै साथीहरूले यता एकपल्ट हेरिदिनु होला। युट्युबमा सानो क्लिप भए पनि आउन सक्छ, तपाईँहरूले कहिलेकाहीँ खोज्दै गर्दाखेरि भेटिन सक्छ है। हामी हात्ती हेर्न अमलेशगञ्ज स्थित हात्तीसाथमा छौँ। यो चाहिँ अहिले के अरे कुन निकुञ्ज हो यो? पर्सा राष्ट्रिय निकुञ्ज। माथि ए अनि ट्रेनिङ पनि मनिष सरले राम्रो दिनुहुन्छ रहेछ। ठिक छ। अस्ति नै हामीलाई उहाँ त थाङ्नैमा सुताएर छ नि है उता के। ल झा सर हात हल्लाइदिनु, ल हात हल्लाइदिनु। ल धन्यवाद। बान्नु परेन त भाइ, नबान्यो भने त। यो चाहिँ मेल हो रवि सर, यो मेल भाले हो। यो भालेको दारा अरू पनि हुँदैन हो। ल हात्ती हेरेर मजा लिनु होला तपाईँहरू। टक्क लाएर चिडियाखाना जानुभयो भने 300 को टिकट काट्नुपर्छ। युट्युबलाई ट्याक्क मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु। ओ रिसा छैन, यिनीहरू खुसी भएको के त्यो अलि आक्रामक बढी होला कि। ए यो त भाले जस्तो यो त है, तारा पनि छ। भाले हो यो त। नाम छ? कहाँ छ नाम? ए ल एउटा मात्रै थियो कि अहिले त कति राम्रो भएको यस्तै हो। हेर्नु पाएको एक दुईवटा कोहीहरू पनि राख्यो भने गजब हुन्थ्यो है हेर्नलाई। ल एकपल्ट सबैजना यता हेर्नु न। हो झा सर तपाईँको ल ल अरू केही तपाईँलाई के भन्नु छ? यो हात्तीको पनि हो। कसो निक्ला त यति अब यो हात्तीहरूको चाहिँ सबै त्यो सुँड भारी भएर त्यो दारामा रेस्ट गर्नु भाइ मजाले बाँधेर राखेको यो भालेको चाहिँ